शोभा बढाउनको लागि राम्रो बनाउनको लागि जस्ट हान्दिसकेका छौँ हामीले भनौँ न मजाको भइसकेको छ। अब यतातिर बिस्तारै अरू पनि सेटअपहरू अरू डेकोरेसनहरू पनि आउँदै गर्छ होइन। अहिले चाहिँ पहिलेको कम्पेरिजनमा खतरा भइरहेछ यसरी फोटोसोटो खिच्नको लागि होइन। तपाईहरुलाई स्वागत छ आजको मेरो न्यू एपिसोडमा। जस्ट मैले फेरि न्यू भ्लग लिएर तपाईहरुको सामु फेरि पनि एटेन्ड भइसकेको छु। आई होप सबैजना सन्चै हुनुहुन्छ र म पनि ठिक छु अब होइन। अनि तपाईहरुको दिनचर्याहरू राम्रोसँग बित्दै होला, स्पेन्डिङ भइरह होला भनेर मैले सोचिरहेको छु। मेरो कसरी बितिरहेछ तपाईहरुलाई थाहा छ, डेली भ्लग हेर्नुहुन्छ भने होइन। अनि त्यही हो, कुनै साथीहरू पनि नयाँ हुनुहुन्छ होला जस्तो मलाई एक्सपेक्ट पनि गरिरहेको छु होइन। अनि त्यही हो, आज चाहिँ बिहान यति बेलासम्म घाम आइसक्नु पर्ने तर आथेन, भर्खरै आएछ अहिले फेरि होइन। यस्तो देख्न सकिन्छ जस माथितिर। अनि हाम्रो यो रुकुमको पश्चिम भेगमा चाहिँ अहिले चिसो चिसो मौसम गरिरहेछ जस्तै हो। अनि मैले सोचिरहेको छु एकदम खानासाना खाइराख्नु भयो होला बिहानको टाइममा होइन भनेर। अनि हाम्रो कामहरू चलिरहेछ यतातिर। अनि जस हाम्रो मैले बिहानै उठेर यो सिस्नो भन्ने थाहा छ होला तपाईँहरूलाई। अनि यो सिस्नो जस काटेर ल्याइसक्नु भएको छ। यो चाहिँ हिजोको भयो, सुकाएर जस हामीले चाहिँ बाख्रालाई खुवाउने गर्छौँ। एकदम राम्रो हुन्छ यो चाहिँ बाख्राहरूको लागि अनि यताउताको भैँसीहरूको लागि। काजै हाल्दा चाहिँ अलिकति असर गर्छ यसले होइन, किनभने यो यसले पोल्छ नि त होइन। अनि यो चाहिँ लास्ट खतरा हुन्छ जस मानिसहरूको लागि त यस्तोमा पोल्दियो भन्दा फेरि गाह्रो हुन्छ। अनि त्यही भएर पनि सुकाएर हामीले बाख्राहरूलाई यताउता राख्ने गरिरहेछौँ। अनि यो चाहिँ खानको लागि पनि सिस्नो ढिँडो भनेको यो ट्रेडिसनल चलिरहेको हो नि त पहिलेदेखि। वान अफ द बेस्ट फुड हो कि इन नेपाल होइन। यो चाहिँ जुस एक्सपेन्सिभ हुन्छ यो त हाम्रो पोखरा यताउता अलिकति टुरिज्म एरियाको लागि। जस यो चाहिँ दाङतिर त्यति पाउँदैन अनि यतातिर हाम्रो पहाडतिरबाट जान्छ खानको लागि। अनि खाने त कति छ कति होइन। अनि हामीले त्यही पनि काटेर बाख्राहरूको लागि पशुहरूको लागि खुवाउँछौँ। अनि त्यही हो, जस्ट दिनहरू चलिरहेछ यस्तरी बितिरहेछ भनौँ। अनि हाम्रो उहाँले खाना पकाउँदै हुनुहुन्छ भित्रतिर। हाम्रो खाना पकाउने यतातिर छ जस्ट तातो पानी भइरहेछ। यता खाना रेडी भइसकेको छ भनौँ। रोटी सोटीहरू मकैको रोटी यस्तो छ हाम्रो। अनि हाम्रो भनौँ न। अनि अहिले चाहिँ यस्तो छ भ्यूहरू पनि। हाम्रो माउले भर्खर चल्ला कारेको छ कि यतातिर साना साना खालका। भाले पनि ठुल्ठुलो छ, डेन्जर तर अहिले छैन, फेरि कतातिर गएको छन् है, तलतिर चढ्नतिर गएको छन् होला। अनि अब बिस्तारै हाम्रो गाउँहरू पनि काट्ने हुँदैछ होइन। यो चाहिँ हाम्रो मोटर एकदम अब बिस्तारै हुन्छ होला यो मोटर खाने पनि। मटर होइन, तरकारीको लागि एकदम राम्रो हो खाना। फेरि यस्तो भइरहेछ जस अब फुल खेलिरहेछ, हुन्छ बिस्तारै फेरि। अनि यतातिर हाम्रो आलुहरू थियो जस देख्न सकिन्छ अहिले। अलिकति यो ठाउँमा अलिकति पानी चाहिँ कम हुन्छ भनौँ न, अन्त त छ है। अब यता पनि एक धारा हुँदैछ। जस पानी भयो भने चाहिँ यो सुक्खा माटोमा मजाको तरकारीहरू फेरि फल्छ, उब्जन्छ, उत्पादन गर्न सकिन्छ। अनि हाम्रो घरमा यस्तो छ, यो चाहिँ रायो भन्छ यसलाई, मजाले फुलिरहेको छ अहिलेको सिजनमा होइन। अनि त्यही त हो नि, जस धेरै पछि देखाउँदैछु हाम्रो यो अलिकति भनौँ न यताउता वातावरणहरू। जस 1 मन्थ नै भनौँ न होइन, आफ्टर 1 मन्थ पछि देखाउँदैछु। तुलसीपुरतिर थिएँ अलिअलि कामहरूले गर्दा। अनि हाम्रो यतातिर भ्यूहरू यस्तो छ होइन गाउँको। ठिकै छ हाम्रो गाउँ पनि, बाक्लो हुँदै गइरहेछ। अनि त्यही हो, अब भोक लागिसकेको छ भनौँ। त्यही भएर पनि अर्कै भइरहेछ केही नखाएको हुनाले। जस अब खानासाना खानुपर्ने हुन्छ। खानासाना खाइसकेपछि म चाहिँ जानुपर्ने हुन्छ आफ्नो कामको लागि नुवाकोटतिर। अनि यो चाहिँ हाम्रो टिमुर है, थोरै छ अहिले चाहिँ, पहिले टिपिसक्यो हो। टिमुरको हाँगाहरू काटेर पनि टिपेको रुख यस्तो देख्न सकिन्छ। अनि त्यो भनौँ न फोटोसोटो खिच्नको लागि अब
भाडामा लग्ने छतमा बनाउने भन्ने हाम्रो डेकोरेसन यताउता अलिअलि हान्नुपर्छ भन्ने हामीले सोचिरहेछौँ। त्यो चाहिँ प्लानिङ भइरहेछ अनि जस आज हुन्छ होला भिडियोमा देख्न सकिन्छ। फोटोसोटो खिच्नु पऱ्यो थोरै जुस अर्निङ सर्निङ गर्न सकिन्छ नि त होइन। अनि अब क्यामेरा किनिसकेपछि जुस ठिकै हुन्छ बिस्तारै अब सबै कुरा मिल्दै जान्छ। त्यही त हो नि। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। लेट्स सी गाइज टिल दिन। अहिले चाहिँ होइन जस्ट म चाहिँ नुवाकोट आइसकेको छु अनि हाम्रो नुवाकोट बजार हो। जस्ट बजार चाहिँ यहाँदेखि खतरा देखिन्छ फेरि होइन। यस्तो छ भ्यूहरू यहाँदेखि यता छ यता पारीसम्म छ बजार यहाँको थोरै छ। अनि यहाँ टक्क गाउँ यता माथितिर बन्छ होइन गाउँसँग छ तोरीसोरी। अनि यहाँ चाहिँ हाम्रो भनौँ न योतिर अब चाहिँ हाम्रो फोटोसोटो सुट हुनको लागि जस गर्नको लागि डेकोरेसन भइरहेछ। जस्ट फोटोसुट यतातिर छ। यहाँदेखि भ्यू पनि खतरा आउँछ तलतिर फेरि होइन। अब हाम्रो यो हुन्छ नि मेकअप सेप या हुँदैछ भनौँ। जस्ट दाइ पनि जानु भएको छ झुलियाँडातिर यताउता गर्नको लागि सामान ल्याइरहेछौँ। जस्ट मजाको छ गमलाहरू फुलसुल बन्छ यतातिर। अनि एउटा मन्दिर पनि छ यतातिर। जस हामीले चाहिँ भाडामा जस्तो लाउनु पर्ने हुन्छ होइन। यतातिर चाहिँ अब हुन्छ बिस्तारै फुलसुल छ। यस्तो फुल भ्यू चाहिँ खतरा आउँछ यता तलतिरको। अनि त्यही हो जस्ट आजको दिनमा अलिकति चिसो मौसम भइरहेछ। ओहो खतरा आयो त काग। अनि यता हाम्रो पहिलेको ठाउँ चाहिँ बस्ने यतातिर छ होइन जग्गा पनि छ अझै तलतिर। यो चाहिँ नाउली भनिन्छ यो गाउँलाई। मजाको देखिँदो रहेछ यहाँदेखि चाहिँ जमिन त पनि। त्यही त हो नि। जस अबको दिनमा बसाइ यतैतिर हुन्छ होला। जस मैले यता क्यामेरा यतातिर राखिसकेको छु। अनि यो चाहिँ हामीले यो छतमा चाहिँ जो फोटोसोटो खिच्नको लागि अब सडकमा यताउता गर्नुभन्दा यहीँ मिलाएर डेकोरेसन हानेर अब माथि हुन्छ होला योमा त्यो विवाहमा लगाउँछ नि त्यस्तो टाइपको हुन्छ हाम्रो यतातिर। अनि अरू कुराहरू पनि हाम्रो हुँदै गर्छ। फोटो पनि राम्रो आउँछ होइन। त्यही त हो नि। जस्ट अब हेरौँ लेट्स सी गाइज। अहिले चाहिँ होइन जस्ट हुन्छ नि दाइ पनि आउनु भएको थियो अनि मैले अरू जस यतातिरको वर्करहरूले गर्दा हामीले चाहिँ यो जस्ट सेटल गरिसक्यौँ। अहिलेको भ्यू यस्तो देख्न सकिन्छ। यताउता गमलाहरू छ फुल छ एकदम मजाको। फेरि यो चाहिँ भनौँ न यो चाहिँ अलिकति शोभा बढाउनको लागि राम्रो बनाउनको लागि जस्ट हानिदिइसकेका छौँ हामीले भनौँ न मजाको भइसकेको छ। अब यतातिर बिस्तारै अरू पनि सेटअपहरू अरू डेकोरेसनहरू पनि आउँदै गर्छ होइन। अहिले चाहिँ पहिलेको कम्पेरिजनमा खतरा भइरहेछ यसरी फोटोसोटो खिच्नको लागि होइन। मजाको ठाउँ पनि छ यतातिर। अनि कति बेला जाडो कति बेला घाम गरिरहेछ फेरि यतातिर फुल छ खतरा हाम्रो। अनि त्यही त हो नि जस्ट साँझको टाइममा चाहिँ यो सेक्टरमा होइन यो फोटो खिच्न एकदम मजा आउँछ। राम्रो पनि आइरहेको हुन्छ फेरि। त्यही हो हेरौँ आजको दिनमा के कस्तो हामी भनौँ न हामी के गर्न सक्छौँ कस्तो हुन्छ हाम्रो यो सेक्टरमा। लेट्स सी गाइज। अनि हाम्रो आकाश पनि मजाले खुलिरहेछ आज। भ्यू पनि बबाल छ कि यतातिरबाट घाम आइरहेछ भनेपछि हामीले यतातिरबाट खिच्नुपर्ने हुन्छ। जस्ट मजाको आउँछ फेरि। यो चाहिँ हाम्रो मकै अनि भडमासको खाजा होइन जस्ट देख्न सकिन्छ। अझै छ यतातिर पनि धेरै छ। यो खाजा चाहिँ एकदम भनौँ न त्यो पानीमा एकछिन राखेर होइन भिजाएको खाजा हो कि फेरि हो। यो खाँदाखेरि पनि सारो टाइपको हुन्छ। एउटा दिदी दिनुभएको हो होइन बिहान खाना खाइयो। जस आज चाहिँ दिउँसोको नास्ता यही हो। नास्ता केही पनि खाएको छैन मैले त्यही खाजा खाएको होइन। अनि अब मान्छेहरू कोही छैनन् कि अहिले होइन। त्यही एकछिन अगाडि खिचेँ फोटो होइन। अनि अब हेरौँ साँझतिर अलिअलि चल्यो भने ठिकै हुन्छ होला नत्र भने
सुक्खा छ फेरि होइन, पैसा सैसा पनि केही छैन, त्यही भएर नास्ता खानु हुँदैन, किनभने मैले पैसा सैसा बचाउनु पर्छ भन्ने त्यो कुरा चाहिँ हो होइन। अनि खाजा पनि धेरै छ कि फेरि, यति धेरै छ जस खानुपर्ने हुन्छ बिस्तारै बिस्तारै। अलिकति दाँत दुख्छ, नत्र भने मजा आउँछ। अनि त्यही हो जस अब मजाले हावा चलिरहेछ, यो फरफर गरिरहेछ, मजा नै आइरहेछ होइन। अनि हाम्रो अब तोरीसोरी पाकिसक्यो हाम्रो यतातिरको सेक्टरमा, त्यही त हो नि। जस यहाँनिर चाहिँ घिउ कुमारी रहेछ, यो चाहिँ फेसमा लगाएपछि होइन, फेसमा लगाएपछि यताउता डन्डीफोरहरू यस्तो यस्तो हट्छ कि होइन। मैले अलिकति वाच गरेअनुसार जस राम्रो छ यो चाहिँ, छाला स्किनलाई अलिकति स्मुथ बनाउँछ। अनि त्यही हो, अरू कुरा पनि यहाँ बन्दैछ, अहिलेलाई यति नै हो। अनि हाम्रो फोटो खिच्नको लागि त मन्दिर पनि छ फेरि एउटा, मन्दिर यस्तो छ फेरि, भित्रको मन्दिर खतरा रहेछ। कति बेला घाम आइरहेछ पुरै होइन, कति बेला अलिअलि शीतलो शीतलो गरिरहेछ हाम्रो भ्यूहरू गाउँतिरको। यो चाहिँ हाम्रो नुवाकोटको बजार भयो एकदम, यस्तो छ बजार हाम्रो नुवाकोटको, यही नै हो। अनि त्यही त हो नि। अब चाहिँ होइन जस आज ब्लगलाई यहीँनिर हाल्नुपर्ने हुन्छ। अनि त्यही हो जस अहिलेको सिन चाहिँ अब भनौँ न, भ्यू चाहिँ यस्तो देख्न सकिन्छ, मजाको भ्यू छ। अनि हाम्रो नुवाकोटतिर यस्तो छ अहिले हाम्रो यो सिनहरू यस्तो छ। अनि त्यही त हो नि, खासै मान्छेहरू छैनन्, फर्स्ट डे यतातिर भएर होला होइन। अनि अब ब्लग्स लगाउँदै गर्छ, एकदम लोकल ब्लग आयो। भ्यू वाच स्टिल दिन नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला। त्यही हो, थ्याङ्क्स फर वाचिङ दिस ब्लग गाइज।